नमस्कार साथीहरू, स्वागत छ फेरि अर्को एउटा काठमाडौँ नजिकैको हाइकिङ ब्लगमा। ल गुड मर्निङ साथीहरू। आज फेरि हामी अर्को हाइकिङ जाँदैछौँ, जुन चाहिँ आजको हाम्रो हाइकिङको यात्रा खासमा चम्पादेवीबाट भस्मासुर डाँडा हुनेछ। कहाँ छ र हामी अहिले? हामी सातो बाटो छ। ल बल्खु भएर जाने होइन, अहिले सातो बाटो चोकमा जाम बसिरहेको छ। यहाँ शनिबार खाली छ बाटो। सातो बाटोबाट एकान्त कुना हुँदै बल्खु भएर जानुपर्ने हुन्छ हामी। यो बिहानको समय भएर त्यति धेरै भिड चाहिँ थिएन। बल्खु पुग्यौँ हामी र बल्खु पुगेपछि यहाँबाट चाहिँ हामी लेफ्ट लिनुपर्ने हुन्छ। यहाँबाट चाहिँ ट्यु ग्राउन्ड जाने बाटो जुन छ त्यो चाहिँ हामी ट्युको गेट हुने बाटोतिर लेफ्ट टर्न लिन्छौँ र लेफ्ट टर्न लिएपछि यो भनेको अब हेटौडा जाने बाटो हो खासमा है। ट्यु रोड भयो, यो ट्युबाट चाहिँ किर्तिपुर यो फर्पिङ हुँदै हेटौडा जाने बाटो हो। यो बाटोमा सिधै अगाडि गएपछि चाहिँ हामीले हात्तीवन रिसोर्ट भनेर देख्न सक्छौँ। हो त्यो हात्तीवन रिसोर्ट आएपछि अनि बल्ल चाहिँ हामीले त्यहाँबाट हाम्रो हाइकिङको मेन रुट सुरु हुन्छ। अगाडि जाँदै गर्दाखेरि यो मजाको बाटो छ, अहिले पिच बाटो छ, त्यो भएर आनन्दको बाटो छ। अनि यो जाँदै गर्दाखेरि ठ्याक्कै हामीले हात्तीवन रिसोर्ट देख्छौँ र यहाँबाट राइट लाग्छौँ। राइट लागेपछि माथि जानुपर्छ। माथि लगभग 4 किलोमिटर छ, जुन चाहिँ अलिकति खराब बाटो छ, पुरै अफ रोड बाटो छ, तर बाइकहरू चाहिँ मजाले जान्छ। हाइकिङ जानेहरू चाहिँ माथि 4 किलोमिटर माथि त्यहाँनिर हात्तीवन रिसोर्ट छ, त्यहाँ लगेर हामीले चाहिँ आफ्नो बाइक राख्नुपर्ने हुन्छ, जुन चाहिँ सेफ छ, राम्रै छ। त्यहाँ गएर आनन्दले बाइक राखिन्छ। जाँदाखेरि चाहिँ पानी परेको छ भने बाटो चिप्लो हुन्छ, सो अलिकति सावधानी चाहिँ अपनाउनु पर्ने हुन्छ। अनिखेर माथि गएर बाइक लक गर्ने अनि त्यहाँबाट चाहिँ बल्ल हामीले आफ्नो हाइकिङको चाहिँ सुरु गर्छौँ। हात्तीवन रिसोर्ट चाहिँ यही हो। हामी यहाँ आएर आफ्नो बाइकहरूलाई चाहिँ पार्किङ गर्छौँ र बाइक पार्किङ गरेपछि चाहिँ यो हो हाइकिङको वे। यहाँबाट चाहिँ अगाडि बढ्नु। अलिकति उकालो, मेन आधी उकालो त हामीले बाइकैबाट लाग्यो। 4 किलोमिटर बाइकमै आयो होइन, उकालो। अब यहाँबाट टक्क हिँड्छौँ हामी। मेन हाइकिङ चाहिँ यहाँबाट सुरु हुन्छ। यो चाहिँ सामुदायिक वन भएको हुनाले इन्ट्री चार्जहरू चाहिँ फिजहरू केही पनि छैन, फ्री हो। मजाले यहाँबाट चाहिँ बिना 1 रुपियाँ तिरेर हाइकिङ कम्प्लिट गर्न सकिन्छ। कता यता कि यता तलबाट माथि ट्रेकिङ चाहिँ हाम्रो सुरु भइसक्यो फर्मली। 1300 बाटो छ, आनन्दले हिँड्नु। बाटो चाहिँ स्लिपी छैन, प्याके जुत्ता नै स्लिप भइरहेको छ। यहाँ चाहिँ एउटा सानो झोपडी जस्तो छ, जहाँनिर चाहिँ हल्का खानेकुराहरू चाहिँ पाइदो रहेछ, जुनमा चाहिँ हामीले आएर हल्का आफ्नो लागि चाहिँ चाहिने नर्मल खानेकुरा पाइन्छ। हामी हिँड्दाखेरि चाहिँ बाटोमा एउटा सानो झोपडी जस्तो अघिको थियो, त्यहाँ चाहिँ हामीले हल्का केही खानालाई चाहिँ खाजाहरू चाहिँ हल्का लियौँ, किनभने अब माथि चाहिँ पाउँदैन। ट्रायल चाहिँ राम्रै छ, मिठो छ ट्रायल। अगाडि आएपछि चाहिँ यस्तै बनाएको छ, यो नयाँ बनाएको हो, यतैबाट हिँड्ने होला। भर्याङ बनाएको छ। यसमा हाल्यो खुर्सानी त्यो खुर्सानी हाल्दिनु। मलाई छाडेर बस्यो के मेवा मेवा पनि खाइहाल्नु, खाली पेटमा किन पिरो खानु भनेर नि। यस्तो भर्याङ भएको बाटो। यहाँबाट चाहिँ आनन्दको यो भर्याङको बाटो चाहिँ हिँड्छौँ हामीले, जुनमा हिँड्दा चाहिँ रमाइलो हुन्छ, मजै आउँछ। हाइकिङ ट्रेल चाहिँ यो सजिलो छ र राम्रो पनि छ। यहाँ आएपछि हामी चाहिँ अब तल जानुपर्छ। यहाँ लेखेकै छ हात्तीवन चम्पादेवी पदमार्ग हाइकिङ रुट। यताबाट चाहिँ तल झर्छौँ हामी यसरी। यही बाटो हो हाइकिङको बेस्ट रुट। यहाँबाट चाहिँ हामी तल जान्छौँ। यही हो बाटो। तल ओह्रालो झरेर हामी यो बाटो हुँदै माथि, यो डाँडाको पछाडि चाहिँ चम्पादेवी हो, अनि यो डाँडाको पछाडि चाहिँ भस्मासुर। अहिलेको लागि चाहिँ हामी चम्पादेवी पहिला सुरु यो डाँडा कटेर जान्छौँ।
मजाको बाटो छ, हरियाली पुरै, ग्रिनरी छ एकदम धेरै चारैतिर। मौसम पनि सफा छ, पानी चाहिँ परेको छैन आज। अनिखेर हिँड्दा ओर्दा चाहिँ एकदमै रमाइलो आनन्दले हिँड्न सकिन्छ। केही वर्ष अगाडि चाहिँ यही ट्रायलमा अहिले हिँडिरहेको ठाउँमा चाहिँ अब गुन्डा बदमासहरूले चाहिँ यहाँ आउने मान्छेहरूलाई चाहिँ नर्मल दिनमा, शनिबार त धेरै भिड हुन्छ, शनिबार बाहेक अरू दिनहरूमा चाहिँ लुट्दैन कि त्यो कुट्ने पिट्ने भएको मोबाइल पैसाहरू खोजिदिने पनि गर्थ्यो। अहिले चाहिँ त्यो समस्या छैन, त्यो पुलिसले त्यसलाई चाहिँ समाएर कारवाहीहरू गरिसकेका छन्। यहाँ तल हामीले एउटा गुम्बा जस्तो गाउँ पनि देख्न सक्छौँ है। तल चाहिँ एउटा सानो गाउँ, सानो बस्ती रहेछ, थोरै मान्छे भएको। अहिले यो असार महिना भए तापनि हुसु हेरौँ, यो पुस माघ जस्तो पुरै माथि हेर्दाखेरि खुसु लागेको छ। जङ्गलको बाटो कटेपछि अलिकति उज्यालो आउँछ बाहिर। यहाँ आएपछि चाहिँ एउटा छाप्रो जस्तो बनाएको छ, जहाँनिर चाहिँ पानी पर्दा ओर्दा ओत लाग्न सकिन्छ। प्लस हल्का फुल्का यहाँ चाहिँ खाजा खाने व्यवस्था पनि रहेछ। चिया अन्डा अनिखेर केरा काँक्रो रहेछ है, सबै छ। ल चियापत्ती कप आमा भने झन् के फुटेर 40 रुपैयाँ दिएर गयो। के पाउँछ अरू यहाँ? हेर्नु न यहाँ सबै पाएको टिभी छ्याङ पनि छ। तपाईँ यी सबै लिएर बिहान आउनुभएको? चिसोहरू सदा छ नि त्यहाँ, चिसोहरू छ। काके कस्तो छ केरा? कस्तो गुलियो र खाँदैछु म, खाएर हेर। यहाँबाट चाहिँ अब अर्को यो देउराली जस्तो छ, यहाँबाट चाहिँ लगभग 10 देखि 15 मिनट लाग्छ चम्पादेवी मन्दिर पुग्न। त्यहाँबाट चाहिँ अर्को डाँडा भीष्मासुर डाँडा पुग्न चाहिँ ठ्याक्कै 1 घन्टा जस्तो लाग्ने रहेछ। अब लगभग हामी चाहिँ मन्दिर आइपुग्न आँट्यो। बाटो चाहिँ ठिकै छ, रेलिङहरू बनाएको छ, त्यसले गर्दा सेफ्टी छ। बच्चाहरूलाई पनि तल खस्ने बाट चाहिँ अलिअलि भए पनि जोगाउँछ। भर्याङको बाटो चाहिँ छ, तर माथि बतास चल्ने भएर गर्मी चाहिँ छैन खासै। चम्पादेवी मन्दिर पुग्ने यो लास्ट उकालो, एक घुम्ती छ बाँकी। यो घुम्ती सकेपछि चाहिँ मन्दिर पुगिन्छ। यस्तो उकालो बाटो भर्याङ चाहिँ बनाएको छ, तर उकालो यहाँबाट हामी यसरी माथि जानुपर्छ। ल चम्पादेवी मन्दिर चाहिँ आइपुग्यो। लगभग 2-2.5 घन्टाको हिँडाइ भयो हाम्रो। त्यति हिँडाइपछि चाहिँ चम्पादेवी मन्दिर चाहिँ आइपुग्यो तलबाट। अब हाम्रो गन्तव्य चाहिँ यही मात्र होइन कि यहाँभन्दा अझै हामी माथि जान्छौँ। यो हो चम्पादेवी मन्दिर। सर मङ्गले गुरु मन्दिर पुगेपछि चम्पादेवी मन्दिर पुगेपछि चाहिँ पूजाआजा गरियो। त्यहाँ बाजेबाट चाहिँ प्रसाददेखि लिएर चन्दन अनिखेर हातमा लाउने धागोहरू ग्रहण गरियो मजाले। चम्पादेवी माताको दर्शन सकियो। दर्शन गरेपछि हामी चाहिँ अब हाम्रो अबको गन्तव्य चाहिँ भष्मासुर डाँडा, त्यहाँ चाहिँ हामी लम्किन्छौँ भष्मासुरतिर। अब यहाँबाट लगभग 1-1.5 घन्टाको बाटो छ। यहाँ आएर चाहिँ माताको दर्शन गरेपछि मन एकदमै शीतल हुने, प्रफुल्लित हुने कि मन एकदमै भगवानको शरणमा आइएको जस्तो फिल हुने भइरहेको छ। एकदमै आनन्द आयो। यहाँ आएर चाहिँ अब दर्शन गरिसकेपछि हामी चाहिँ भष्मासुरको लागि लाग्दैछौँ।